भएन च्यात्यो चराक्कै बिस्कुटलाई सबै हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आजको ब्लगमा हजुरहरूलाई स्वागत छ। फेरि पनि नयाँ भिडियो लिएर हामी आइसकेका छौँ नयाँ ब्लग। आजको ब्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने हामी यहाँ पेपर सिजर अनि बिस्कुटको ट्रिक गेम खेल्दैछौँ। यहाँ चाहिँ साकिरा छ, यहाँनिर आलिया छ अनि म यहाँनिर एकजना हाम्रो क्यामेराम्यान। हामी यो पेपरलाई यति काट्नेछौँ, यसलाई यति काट्नेछौँ हामी। ठुलो भयो क्या अब यस्तो यति काटेर हामीले फाल्यौँ। अब यहाँबाट बिस्कुट छिराउनु पर्ने छ। यहाँनिर हामीले यसरी पाल बनाएको छ, यो बिस्कुट यति मात्रै छिर्छ। अब यसलाई कुनै पनि ट्रिक लगाएर पेपर पट्टाएर होइन, पेपर पट्टाएर हुन्छ कि यताबाट यता गरेर हुन्छ कि बिस्कुटलाई चाहिँ सट्टै पेपर नच्यातिकन छिराउनु पर्यो। यो पेपर चाहिँ च्यात्यो। अब यो पेपरलाई चाहिँ हामी अब चेन्ज गर्दैछौँ। धेरै ठुलो पुवाल बनायो। ल अब चाहिँ सानो पेपरको पुवाल अझै सानो बनाएको छ हामीले। अब कोबाट सुरु? एन्जेलिनाबाट। च्यात्तिन नपाए पेपर होइन, अनि बिस्कुट फुट्यो भने नि आउट। टाइम अब 20-30 सेकेन्ड मात्रै, आधा मिनट। च्यात्यो भने आउट। अर्को ट्रिक लाउन पाए, त्यसरी छिरेन भने। दुईजनाले छिराएको अवस्था छ। अब सानो सानो हुँदै जान्छ पाल, त्योभन्दा सानो हुँदै जान्छ। बिस्कुट फुट्यो भने पनि आउट। 5 सेकेन्ड बाँकी। टाइम ओभर। पट्याएर पनि छिराउन पायो, जसरी पनि छिराउन पायो। कति टाइम पनि लाग्नुपर्छ नि त, कसैले छिराएन नि के हो? 1 मिनट टाइम हो। अघिको जत्रै हो के, अघिको जत्रै हो त्यो। अहिले चाहिन्छ नि, त्यो फुट्यो भने चाहिएन। अब मायाको टर्न। नजिक लगाएर देखाउनु पर्यो कसरी छिराउँदो रहेछ। भुइँमा राखेर छिर तल हो। छिरेन च्यातिनु भएन, च्यातिनु भएन। लोजिक आउँदैन। अब 5 सेकेन्ड बाँकी छ। धेरै भिडियो भइसक्यो। 35 सेकेन्ड 40 सेकेन्डमा टाइम हो। यसलाई यताबाट यस्तो गर्दा पनि यताबाट पनि छिर्दैन, यसरी पनि छिर्दैन, कतै गर्दा पनि छिरेन। अब हामीले यसलाई के गर्न सक्छौँ? यसलाई यसरी फोल्ड गर्ने, त्यसलाई फेरि यताबाट फोल्ड गर्ने, फेरि त्यसलाई यताबाट फोल्ड गर्ने, आधा भाग यस्तो मिलाउने। त्यसपछि यसलाई के गर्ने? यताबाट यस्तो गर्ने, यस्तो लाने। अब यहाँनिर पाल भयो, अनि यहाँबाट यस्तो गरेर बिस्कुटलाई सबै छिराउने।